कम्पनी ऐन 2063 मिलाइएको सहित संशोधन पहिलो। कम्पनी रजिस्ट्रारको कार्यालय नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिस्ट्रारको कार्यालय। कम्पनी ऐन 2063 प्रमाणीकरण मिति 2063 7 महिना 17 गते। संशोधन गर्ने ऐन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन 2064 प्रमाणीकरण मिति 2064 5 महिना 9 गते। कम्पनी पहिलो संशोधन ऐन 2074 प्रमाणीकरण मिति 2074 1 महिना 19 गते। कम्पनी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन। प्रस्तावना आर्थिक उदारीकरणद्वारा उद्योग व्यापार र व्यवसायका क्षेत्रमा लगानी प्रवर्धन गरी मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन तथा कम्पनीको संस्थापना सञ्चालन तथा प्रशासनलाई अझ बढी सुगम सरल र पारदर्शी बनाउन कम्पनी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले प्रतिनिधि सभाको घोषणा 2063 जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएको छ। परिच्छेद 1 प्रारम्भिक दफा 1 संक्षिप्त नाम र प्रारम्भ। उपदफा 1 यस ऐनको नाम कम्पनी ऐन 2063 रहेको छ। उपदफा 2 यो ऐन सम्वत 2063 साल असोज 20 गतेदेखि प्रारम्भ भएको मानिनेछ। दफा 2 परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा क कम्पनी भन्नाले यस ऐन बमोजिम संस्थापित कम्पनी सम्झनु पर्छ। ख प्राइभेट कम्पनी भन्नाले यस ऐन बमोजिम संस्थापित प्राइभेट कम्पनी सम्झनु पर्छ। ग पब्लिक कम्पनी भन्नाले प्राइभेट कम्पनी बाहेकको कम्पनी सम्झनु पर्छ। घ मुख्य कम्पनी भन्नाले सहायक कम्पनीलाई नियन्त्रणमा राख्ने कम्पनी सम्झनु पर्छ। ङ सहायक कम्पनी भन्नाले मुख्य कम्पनीको नियन्त्रणमा रहेको कम्पनी सम्झनु पर्छ। च विदेशी कम्पनी भन्नाले नेपाल राज्य बाहिर संस्थापित कम्पनी सम्झनु पर्छ। छ सूचीकृत कम्पनी भन्नाले धितोपत्र विनिमय बजारमा आफ्नो धितोपत्र सूचीकृत गरेको पब्लिक कम्पनी सम्झनु पर्छ। ज मुनाफा वितरण नगर्ने कम्पनी भन्नाले कुनै उद्देश्य प्राप्तिका लागि आर्जित मुनाफा वा बचतको रकमबाट लाभांश वा अन्य कुनै रकम सदस्यहरूलाई वितरण गर्न वा भुक्तानी गर्न नपाउने शर्तमा परिच्छेद 19 अन्तर्गत संस्थापित कम्पनी सम्झनु पर्छ। ज संस्थापक भन्नाले कम्पनी संस्थापना गर्नको लागि कार्यालय समक्ष दाखिल गरिने प्रबन्ध पत्र तथा नियमावलीमा लेखिएको कुरालाई मन्जुर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनु पर्छ। य पदाधिकारी भन्नाले कम्पनीको सञ्चालक कार्यकारी प्रमुख प्रबन्धक कम्पनी सचिव लिक्विडेटर र विभागीय जिम्मेवारी लिने कुनै कर्मचारी समेत सम्झनु पर्छ। ट प्रबन्ध पत्र भन्नाले कम्पनीको प्रबन्ध पत्र सम्झनु पर्छ। ठ नियमावली भन्नाले कम्पनीको नियमावली सम्झनु पर्छ। ड विवरण पत्र भन्नाले कम्पनीले दफा 23 बमोजिम प्रकाशन गर्नुपर्ने विवरण पत्र सम्झनु पर्छ। ड शेयर भन्नाले कम्पनीको शेयर पुँजीको विभाजित अंश सम्झनु पर्छ। ड अग्राधिकार शेयर भन्नाले यस ऐन बमोजिम अग्राधिकार शेयरको रूपमा जारी गरिएको शेयर सम्झनु पर्छ। त साधारण शेयर भन्नाले अग्राधिकार शेयर बाहेकको शेयर सम्झनु पर्छ। थ बोनस शेयर भन्नाले कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी शेयरधनीहरूलाई अतिरिक्त शेयरको रूपमा जारी गरिएको शेयर सम्झनु पर्छ र सो शब्दले बचत वा जगेडा कोषलाई पुँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ। द शेयरधनी भन्नाले कम्पनीको शेयरमा स्वामित्व भएको व्यक्ति सम्झनु पर्छ। ध डिबेन्चर भन्नाले कम्पनीको जायज यथाधितो राखी वा नराखी कम्पनीले जारी गरेको ऋण पत्र सम्झनु पर्छ। डिबेन्चर ट्रस्टी भन्नाले डिबेन्चर ट्रस्टी भन्नाले कम्पनीले डिबेन्चर निष्कासन गर्दा डिबेन्चरवालाको हित संरक्षणको जिम्मेवारी लिने संगठित संस्था सम्झनु पर्छ। प दर्ता किताब भन्नाले दफा 46 बमोजिम खडा गरिएको शेयरधनी वा डिबेन्चरवालाको दर्ता किताब सम्झनु पर्छ। प 1 विद्युतीय अभिलेख भन्नाले विद्युतीय स्वरूपमा कम्पनीले कार्यालय समक्ष पेश गरेका सबै प्रकारका कागजात तथा
कार्यालयले कम्पनीलाई पठाएका कागजातलाई सुरक्षित रूपले कम्प्युटर प्रणालीमा गरिने भण्डारण सम्झनुपर्छ। फ कम्पनीको छाप भन्नाले कम्पनीले प्रयोग गर्ने कम्पनीको छाप सम्झनुपर्छ। ब धितोपत्र बोर्ड भन्नाले धितोपत्र नियमित र व्यवस्थित गर्न प्रचलित कानून बमोजिम संस्थापना भएको धितोपत्र बोर्ड सम्झनुपर्छ। भ धितोपत्र भन्नाले कम्पनीले जारी गरेको शेयर, बन्ड, डिबेन्चर वा ऋणपत्र सम्झनुपर्छ र सो शब्दले धितोपत्रको धरोटी सम्बन्धी भरपाई तथा धितोपत्र सम्बन्धी हक र अधिकार पत्र समेतलाई जनाउँछ। म सञ्चालक भन्नाले कम्पनीको सञ्चालक सम्झनुपर्छ र सो शब्दले वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ। य सञ्चालक समिति भन्नाले कम्पनीको सञ्चालक समिति सम्झनुपर्छ र प्रबन्ध सञ्चालक भन्नाले कम्पनीको प्रबन्ध सञ्चालक सम्झनुपर्छ। ल प्रिमियमको मूल्यको शेयर भन्नाले शेयरको अङ्कित मूल्यभन्दा बढी मूल्यमा बिक्री हुने गरी कम्पनीले जारी गरेको शेयर सम्झनुपर्छ। व खुद कम्पनी नेटवर्थ भन्नाले कम्पनीको तत्काल कायम रहेको कुल जायज यथाबाट चुक्ता पुँजी वा शेयरधनीको हक लाग्ने जुनसुकै नामाकरण गरिएको जगेडा कोष वा सञ्चित मुनाफा वा कम्पनीको कुनै ख्याति भए सो बाहेकको अन्य सम्पूर्ण दायित्व रकम र सङ्कलित नोक्सानी भए सो समेत घट्टा गरी बाँकी रहेको रकमलाई सम्झनुपर्छ। सर्वसम्मत सम्झौता भन्नाले प्राइभेट कम्पनीको तत्काल कायम रहेको सम्पूर्ण शेयरधनीहरूले कम्पनीको सञ्चालनका सम्बन्धमा सर्वसम्मतिबाट गरेको सम्झौता सम्झनुपर्छ। कार्यालय भन्नाले कम्पनीको प्रशासन गर्न नेपाल सरकारले स्थापना गरेको कम्पनी रजिस्ट्रारको कार्यालय सम्झनुपर्छ र सो शब्दले कम्पनी रजिस्ट्रारको कार्यालयको शाखा कार्यालयलाई समेत जनाउँछ। रजिस्ट्रार भन्नाले कार्यालयको रजिस्ट्रार सम्झनुपर्छ। स्वतन्त्र सञ्चालक भन्नाले दफा 86 को उपदफा 3 बमोजिम नियुक्त स्वतन्त्र सञ्चालक सम्झनुपर्छ। अदालत भन्नाले नेपाल सरकारले सर्वोच्च अदालतको सहमति लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतको वाणिज्य इजलास सम्झनुपर्छ। नजिकको नातेदार भन्नाले एका सगोलको अंशियार वा पति पत्नी, बाबु आमा, सासु ससुरा, दाजु भाइ, दिदी बहिनी, भाउजू बुहारी, साला साली, भिनाजु, काका काकी, मामा माइजू, छोरा छोरी, छोरा बुहारी, नाति नातिनी, नातिनी बुहारी वा ज्वाइँ सम्झनुपर्छ। तोकिएको वा तोकिए बमोजिम भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ।